वाइनहरू छ अनि स्पार्किङ वाइनहरू भयो अनि अरोमाटाइज वाइनहरू छ। त्यसरी आज हाम्रो टेबल वाइनको चाहिँ हामीले रेड वाइनहरू चाहिँ सर्भ गर्छौँ होइन, आज टेस्टिङ गर्छौँ है। तर चाहिँ भन्नुपर्दा चाहिँ बिलो रेटिङ चाहिँ हाम्रो चाहिँ आज नेपाल कानुन अनुसार होइन, यो चाहिँ हामीले चाहिँ लागू गराइदिन, किनकि बिलो रेटिङ चाहिँ हामीले चाहिँ यो चाहिँ अल्कोहल चाहिँ कन्ज्युम गराउन पाउँदैनौँ। तर एज अ पार्ट अफ एचएमई स्टुडेन्ट होइन, तिमीहरूले चाहिँ एज अ वाइन टेस्टिङ कस्तो हुन्छ नट बिड होइन, धेरै होइन तर चाहिँ नि लिटल बिट थोरै एज अ वाइन टेस्टिङ गर्नुपर्ने हुन्छ बिङ एचएमई स्टुडेन्ट, होटल म्यानेजमेन्ट स्टुडेन्ट होइन। किनकि वाइन टेस्ट गर्ने बेलामा फिलहरू कस्तो हुने रहेछ, हाउ टु टेस्ट द वाइन होइन। वाइन टेस्ट गर्ने बेलामा नर्मली हाम्रो चाहिँ के छ नेपाली सोसाइटीहरूमा के छ, एज अ वाइन चाख्यो होइन होइन जरी होइन, नर्मली चाहिँ हाम्रो चाहिँ एज अ कुनै पनि अल्कोहलहरू चाहिँ इजिली कन्ज्युम गर्न सकिन्छ। सो आज हामीसँग अलमोस्ट 3 टाइप्स अफ वाइनहरू छ है। 3 टाइप्स अफ वाइनमा चाहिँ हाम्रो चाहिँ के भन्छ नि अलमोस्ट चाहिँ युरोपियन वाइनहरू नै हो। हाम्रो चाहिँ कुनै वाइन चाहिँ फ्रान्सबाट हो भने चाहिँ नि र कुनै वाइन चाहिँ हाम्रो चाहिँ नि होइन एज ए इटलीबाट इटालिक वाइनहरू छ। र त्यसै गरी हाम्रो चाहिँ जहिले पनि वाइनको यो पछाडिपट्टि चाहिँ एभ्री कुरा लेखिरहेको हुन्छ है, एभ्री कुरा मेन्सन गरिरहेको हुन्छ, कति पर्सेन्ट अल्कोहल छ, कति टेम्परेचरमा हो, कता मेड भएको होइन, अनि कति टाइमसम्म युजिङ भएको, एभ्री कुरा यो पछाडि लेभलमा हल्लानु है लिडिङ भइरहेको हुन्छ। र मैले तिमीहरूलाई चाहिँ नि यो वाइन चाहिँ सिम्पल तिमीहरूलाई लिडवाला वाइन पनि ल्याउन सक्थ्यो होला। र मैले ककवाला वाइन किन ल्याएको भनेपछि हामीले चाहिँ यो इन्टरनेसनल चाहिँ भेरिफाइड भनेको ककवाला वाइन, किनकि यसलाई चाहिँ ब्रान्डेड मानिन्छ। तिमीहरूलाई पनि एटलिस्ट थाहा हुनु पऱ्यो कि कक वाइन कस्तो हुन्छ भनेर, किनकि घरमा पनि तिमीहरूको चाहिँ एज अ फ्यामिली ओकेजनहरूमा पनि होइन तिमीहरू सिम्पल चाहिँ एज अ चाहिँ वाइनहरू खोलेर खाइरहेको हुन्छ। र यसो ककवाला वाइन चाहिँ नि तिमीहरूले युज गरिरहेको हुँदैन, तर एज अ प्र्याक्टिकलको पार्टमा हामीले कक वाइन चाहिँ गर्छौँ है, बुझ्यो नि। अनि एज अ वाइन टेस्टिङ गरेर हेर यसमा चाहिँ अल्कोहल पर्सेन्ट भनेको चाहिँ नि है यसमा भयो तिम्रो चाहिँ नि नर्मली है यसमा चाहिँ तिम्रो 12% छ हेर अल्कोहल, 12.5% अल्कोहल छ है। र यसमा चाहिँ हाम्रो चाहिँ 12% जम्मा छ यहाँ अल्कोहल। र यो चाहिँ हाम्रो चाहिँ एज अ फ्रान्सको वाइन हो भनेपछि यो बोटेका चाहिँ इटालिक वाइन हो है। यो पनि हाम्रो चाहिँ फ्रान्सको वाइन नै हो है, यो बुझ्यो नि होइन। यो मेन्सन भने पनि हाम्रो चाहिँ नि फ्रान्सको वाइन नै हो। सो आज वाइन टेस्टिङ गर्छ। र हामीले चाहिँ नर्मली ग्लासमा सर्भ गर्ने वाइन भनेको चाहिँ नि एज अ 140 to 150 ml सर्भ गरेर आउँछ। तर एज अ वाइन टेस्टिङमा हामी कति एमएल गर्छौँ होला 60 ml है, 60 ml गर्छौँ। र चाहिँ यसको चाहिँ नि योसँग आउने एक्कम्बिनियन्ट भनेको चाहिँ नि है यसको चाहिँ नर्मली आउने एक्कम्बिनियन्ट भनेको चाहिँ नि हाम्रो चाहिँ फोमेज, फ्रेन्चमा फोमेज भने के अरे इङ्ग्लिसमा के भन्छ एज अ चिजहरू होइन, डिफ्रेन्ट